टु माई नयाँ भिडियो। आज चाहिँ मैले मेरो नयाँ ब्लग सुरु गरेको छु। खास दिएको छ मम्मी छु घट्टा घट्टा ये चप्पल चिठी मेरे से जो चला दे रहे यो लो तल जुत्तेमा तल के चाहिँ लाने यो सो हामी चाहिँ फुल्लिन आएको बाजेले चाहिँ यहाँ पूजाको लागि धागो बनाउन लाग्नु भएको छ। हाम्रो आजको पूजा गर्ने बाजे यहाँ मम्मी पूजाको सामान बनाउँदै हुनुहुन्छ। साथीहरू हाम्रो जमाना चाहिँ यति राम्रो भएको थियो। साथीहरू हाम्रो दाइले यहाँ खासमा के भन्नु फ्राई गर्न लाग्यो होइन, अन्डा फ्राई भोजको लागि। अर्को चाहिँ अम्बा खाँदै यहाँ मम हुनु चाहिँ पूजा सुरु हुन थिए। खज्यो सिंगादु भाइ फोर्दिबी सिंगादु भगत सिंगादु रिलबदु भाइ भगत जी पैकेट न दाइ रिलबदु पैकेट नंग बोले पैकेट ये खाए अंदर तरा लगी तो हाले आई इलाका कार्यालय प्रहरी मालपुर to mom your phone is charging. आज नवमीको दिनमा चाहिँ हामी नवमी पूजा गर्दैछौँ। आज नवमीको दिनमा चाहिँ हामीले भीमसेन पूजा गर्छौँ। यो दिनमा चाहिँ दुईवटा कुखुरा काट्नुपर्ने हुन्छ, एउटा भाले अनि एउटा पोथी। यो चाहिँ पहिलादेखि नै चलिआएको परम्परा हो, यसलाई हामीले मान्दै जानुपर्ने हुन्छ। यो दिनमा चाहिँ हाम्रो छुट्टै भोज हुन्छ। यो दिनमा चाहिँ हामीले 9 पल्ट भोज खानुपर्ने भन्ने मानिन्छ। यस दिनमा चाहिँ पुरुषले टीका र जनै लाउँछ भने महिलाले चाहिँ सिन्दुरको मात्रै टीका लाउँछ। इनका कर कौन सा चलियो करी दो बा ककरी में आधे मामा नहीं दिखला आधे दिन तो दिखला कालो भाइ ओ पोक्ती नो तेरे को तो बोलो ना काजी आज मत ही आप नहीं करोगे तो किंग करोगे आप नहीं दाइदर होने मामा नहीं था ना वो जी जबरजस्ती गर्दिनु हुन्छ मुंडो होला र मम दो होला जमा मामा तो बोले बा मामा गिवन त होला ये खान तो
कहीं को कर बोलना त्यतै छैन आलू यू ते तो बढ़िया नहीं दिस इज चामलको जुस हामीले चाहिँ अब खाना सुरु गऱ्यो साथीहरू भोज भोज खुद त झर्दियो सो साथीहरू हामीले चाहिँ मासु पकाएर यहाँ उन्न लगाएको छ पछि खानुलाई यहाँलाई के भन्छ थाहा छैन तामाङ भाषाबाट चाहिँ खुदुक भन्छ न मासु खाने भए अर्डर गर्ने यस्तो एउटा लट्ठीको 1000 रुपियाँ यस्तो एउटा लट्ठीको मासु यसरी झुन्डाएर राखेको छु साथीहरू टेस्टी टेस्टी Oh my God! Wow!